हामीले खोलिसक्यौं आऊ यता कसको चेक गरेको मोटीको तेरो बाउ मोटी तेरो आमा मोटे तेरो मामा मुतुई तेरो माइजू मुतुवा पदुई हैट तेरिका झगडा गर्ने भए मजाले गर त तिमीहरू के भनेको त्यो बाउलाई मोटी रे आमालाई मोटे रे मामालाई मुतुई रे अनि माइजूलाई मुतुवा रे लिङ्ग मिलाउन आउँदैन तिमीहरूलाई कि व्याकरण पढेनौ तिमीहरूले रुको जरा ओइ व्याकरणमा पनि लिङ्ग थियो र मैले त हेल्थ एन्ड पपुलेसनमा पो देखेको थिएँ त प्यारी समझ गई साले मैले स्त्रीलिङ्ग र पुलिङ्गको कुरा गरेको त्यो लिङ्गको कुरा गरेको होइन ल भयो लिङ्गको बारेमा पछि कुरा गरौँला अहिले रिजल्ट हेरौँ ओइ ए+ आइछ मेरो ए+ 3.85 जीपीए 3.85 या यति धेरै जीपीए मा त म जस्तो 5 जना पास हुन्छ त यार ल बधाई छ है तँलाई कंग्रेचुलेसन थ्यांक यू गॉड एक झापट दिनु पर्ने के हेरेको ह्यान्डसम केटा देखेको थिइनस् कहिले के बोले भाइ त ह्यान्डसम भए म मिस नेपाल केरो बाउले भन्यो होला त मिस नेपाल हैन त अल नेपाल हो सबै नेपालीको बोसो तैले नै बोकेको छस् त्यसैले त अल नेपाल होस् मिस नेपाल हैन यो सँग त बोल्नै बेकार छ के तँलाई अब रिग्रेट हुँदैछ होला नबोल के यो सँग मुड खराब किन गर्छस् ए+ आको छ खुसी हुन ओ सही भनिस् तैले यस्तासँग बोलेर आफ्नो मुख किन दुखाउनु आइज तेरो चेक गर अब ओइ मेरो पनि ए+ आएछ 3.9 जीपीए 3.9 3.9 होइन वेबसाइट ह्याङ भएको होला फेरि चेक गर मजाले वेबसाइट होइन यिनीहरूको रिजल्ट देखेर तेरो दिमाग चाहिँ ह्याङ भयो जस्तो छ